के छ केटा ठिक छ नि आज के भयो त लास्टै तनाव भयो नि त के तनाव भयो रे हिक्कोसी गरेको अनि सामान यताउता छ फेरि त नयाँ नयाँ नौलो नौलो चिजहरू देख्नु पर्यो छ के भन्नु दाइ बिजोग छ सांसारिक माया संसारिक माया विचित्र भन त आज अब कति वर्षसँगै एउटा त्यो होस्टेलमा बस्यो जाबना आदि 2 वर्ष त्यो बस्यो दाइ साँच्चै त त जाबना कति वर्ष भयो रे लगभग रोकगाछमा 2 वर्ष हुन्छ रोकगाछमा अहिले भर्खर सिटिका छ नि त अब त 2 वर्ष महिनामा 1.5 महिनामा जति 2 वर्ष जति हुन्छ 2 वर्ष भएन 2 वर्ष हुन्छ 2 वर्ष भयो भने फर्स्ट टाइम कहाँ बसेर फर्स्ट टाइम होस्टेलमा 1 वर्ष होस्टेलमा 1 वर्ष होस्टेलमा बस्दा चाहिँ के थियो तिम्रो कस्तो सुविधाहरू के होला सुविधा त अलिक ठिकै थियो दाइ पैसा केही तिर्नु पर्छ आधी त्यसले दिन्छ आधी मैले तिर्छु होइन जस्तै कति पर्छ होटलमा जस्तै के अरे होस्टेलमा चाहिँ होस्टेलमा जस्तै तिम्रो महिनामा कति हजार जतिले चाहिँ तिम्रो चाहिँ जीवनयापन गर्नु भन न लगभग 10,000 जति होस्टेलको फी थियो अनि यसमा चाहिँ 3,000 जति बत्तीका हुन्थ्यो 3,000 बत्तीको लगभग 5,000 जति चाहिँ ग्यासको बिल आउँथ्यो यसमा चाहिँ सेका छ त्यही भित्र सेका छ भनौँ 40,000 जति भएदेखि चाहिँ तिम्रो चाहिँ होस्टेलमा भयो भने 40-50,000ले चाहिँ तिम्रो एकदम मन्थली बजार जाने हो 50,000 अब त्यो खाने मान्छे अनुसार हुन्छ म कति खान्छु म कुन अनुसार खान्छु त्यही भएर अनि होस्टेलबाट कति महिना होस्टेल बसेर सर्भिस बाहिर लगभग 1 वर्ष हो दाइ ठ्याक्कै 1 वर्ष बसेपछि अनि छोड्ने बेला फेरि कति 16,000 तिर होस्टेलको छोड्ने बेला होस्टेलको मान्छेलाई 10,000 चाहिँ रुम भाडा अनि 6,000 चाहिँ सब्जी खर्च ए त्यो चाहिँ गएको मान्छे थियो भने स्कुलको त्यो मान्छे भन न छोड्ने बेलामा चाहिँ 6,000 चाहिँ पैसा तिराको त्यसपछि तिमी आफूले रुम लिएर बसे बाहिर रुम लिएर बसेँ त्यही पहिलाको रुममेटसँगै बसेँ होइन कति महिना बसे बाहिर लगभग त्यो पनि 1 वर्ष बसेँ 1 वर्ष बसेँ त्यो फर्स्ट रुम रुमले त कति झन्झट भयो फेरि के भन्नु भाषा थाहा थिएन अलिक के छ दाइहरूसँग चाहिँ यसो भनेर सौदान गरेर अनि दाइहरू चाहिँ रुम मिलाइदिएको अहिले त आफै सक्छु फरक पर्दैन अहिले त आफै सक्छु त्यतिखेर रुम खोज्नु र अहिले रुम खोज्नु कति फरक कति धेरै फरक दाइ सानी त्यतिखेर त के भनेको छ थाहै छैन अरू के हुन्छ थाहै छैन अहिले आएर पछि आएर त लगभग कति थियो सुरुको किमोनी लगभग 7 मान्छे तिरे दाइ पहिला डिपोजिट कति 70,000 तिरे 70 मान्छे तिरे 70,000 हो दाइ 70,000 रुमको फेरि अब आफ्नो सामानहरू किन लगभग त्यो चाहिँ लगभग 4 मान्छे जति फेरि 1,10,000 को 1,10,000 रुममेट फेरि पैसा त्यो बेला पैसा दिएको फर्स्ट टाइम चाहिँ पैसा दिएको पछि त किन पैसा दिँदैन रुममेट पनि सिलेक्टिभ भएर चाहिँ अब छानेर चाहिँ राम्रो यसो मनकारी हरेक कुरा फ्याङ हुने चाहिँ हुनु भयो चाहिँ अलिक त्यसको पनि दुःख छ होला नि त त्यसको पनि दुःख छ होइन त्यसको चाहिँ भने एउटा काम मात्रै काम थियो भाषा अलिक थिएन काम गर्ने अनि चाहिँ पछि गएर चाहिँ अर्को चाहिँ 1 महिना भयो अर्को महिना भयो फेरि कामदेखि निकालिदिनु कि भाषै नै भयो कि भाषै नभएर त्यही भएर सबभन्दा मेन कुरो भनेको भाषा हुँदैछ जापानमा आएपछि सबभन्दा मेन कुरा एकदम इम्पोर्टेन्स भनेको चाहिँ के अरे भाषा हुँदैछ भाषा चाहिँ जान्नु भने चाहिँ कामबाट काममा लगाए पनि निकालिदिन्छ मैले त अलिक आजभरि टेन्सन के भन्छ अर्कोदेखि चाहिँ टेन्सन चाहिँ अर्को म 1.5 वर्ष भयो होइन 1.5 वर्ष 2 वर्ष भयो काम के भन्छ यता भयो भने चाहिँ राम्रो कुरोहरू छ काम चाहिँ अर्को काम खोज्छ कुबी हान्नु मिल्दैन नि त हाम्रो खाइसमा कुबी हान्नु मिल्दैन अर्को काम खोज्रे भन्दै थियो भने म छोड्दैन छोड्दैन भनेको छोडिदिन्छु भन्दै काम सिधै छोडिदिनु भाषा चाहिँ मेन इम्पोर्टेन्स भन्ने बुझ्नु पऱ्यो ए भाषा त अब जस्तै अब नेपालबाट अब आउने मान्छेहरू चाहिँ के भन्नु लेभलको चाहिँ के भन्छ नि भाषा चाहिँ बनाएर ल्याउनुपर्छ त्यो बनायो भने चाहिँ जस्तै राम्रोसँग लाइफस्टाइल चलाउन सकिन्छ लेभलको चाहिँ भाषा चाहिँ लगभग चाहिँ भयो भने चाहिँ लगभग चाहिँ यहाँसम्म चाहिँ कम्पनी पनि काम गर्न सकिन्छ साँच्चै कम्पनी भन्नाले चाहिँ डिपार्टमेन्ट स्टोरहरू होइन डिपार्टमेन्ट स्टोर कम्पनी ग्रोसरीहरू साँच्चै काम गर्न सकिन्छ मजाले साँच्चै
त्यति बेलासम्म चाहिँ त्यतिसम्म चाहिँ भाषा चाहिँ बनाउन सक्नु मान्छे साँच्चीकै अब सकेर मान्छे साँच्चीकै त्यस पाउनु अलिक गाह्रो छ अब आफ्नो मान्छेको सेउखाइ छ भने होइन लास्टै सेउखाइ छ भने चाहिँ अरू मान्छेले चाहिँ चिनाइदियो भने चाहिँ हिँडेको काम कामको कति काम गर्ने भनेको एउटा मात्रै हो काम चाहिँ जाऊ नेपालबाट आएपछि कति एउटा कामबाट कति जति कमाउँछ 1 लाख जति 1 लाख जति म्याक्सिमम 1 लाख कमाउँछ 1 लाख कमाउँछ 1 लाखले चाहिँ ऋण सिन तिर्न पुग्छ त यो विचारमा के भन्नु त्यो अहिलेसम्म 2 वर्ष बसेर ऋण तिरेको छैन 2-3 काम गरे पनि ऋणसम्म तिरेको छैन मलाई के भन्नु अब खाँदै बस्दै यता गर्दै ठिक छ है गाह्रो छ गाह्रो छ नि साँच्चीको यस्तो सोचे भाइ तिमी आउँदै थियौ साँच्चीमा आउँदिन छ त्यस यहाँको लाइफ स्टाइल चाहिँ राम्रो छ त्यही भएर हो अहिले त बसिरहेको छ तिमी यहीँ खाएको छ यहीँ कमाएको छ यहीँ इन्भेस्ट गर्छ हो त ऋण तिरेकै छैन म जति तिमी त जस्तै कमाउँछ 1 लाख कमाउँछ 1 लाख खाने बस्ने मात्र भइरहेको छ तेरो के भन्नु खोइ त त्यो नेपालबाट तिमीले जस्तै 10-15 लाख त तिरेर आइरहेको हुन्छ त्यसको आफ्नो भयो त ठिकै हो अब भोल बिस्तार तिरौँला भन्ने कुरो छ जस्तै ऋणको भयो त ऋण ब्याज चाहिँ तिर्नु त गाह्रो हुन्छ हामी त के भन्नु अब सकेसम्म जोगाउँ त जोगाइरहेको छैन त्यो भन्दा नि अब के गर्नु नभन्नु त नसक्ने गाह्रो चाहिँ नसक्ने गाह्रो 1 वर्ष 2 वर्षमा जस्तै न्युङ्गोको हुन्छ नि एउटा ल्याङ्ग्वेज स्कुलमा चाहिँ कति जति चाहिँ कमाइ हुन्छ होला मेरो विचार कति जति बचाउन सकिन्छ होला मेरो विचार एउटा काम गरे त खाँदा बस्छ बराबर हुन्छ होइन अर्को काम गरे चाहिँ लगभग ला यसो 8 देखि लगभग 10 लाखसम्म जोगिन्छ होला कि अनि फेरि अर्को एउटा त्यो भोकेसनल कलेज हो सेनमा गएकोमा जान फेरि पैसा मर्नु पर्ने अकाडेमी मान्छे 2 देखि 5 लाखसम्म त्यो भित्रको त्यो मेन्टेसन हेरेर पहिला नै माग्छ गोडी खाँदै त्यो त सेनमा गएको त्यो त त्यो त तर थाहा भएन मलाई साथी सेनमा गएको त्यो चाहिँ पहिला नै माग्छ होइन जस्तै नेपालबाट आउने त तिम्रो 1 वर्षको मात्र फी तिरेर हुन्छ नि के अरे ल्याङ्ग्वेज स्कुल पढ्न त होइन फेरि 1 वर्षको पैसा तिमी यहीँबाट तिर्ने कुरो हुन्छ अथवा कि नेपालबाट अनि त्यो भन्दा नि अर्को फेरि वर्ष सेनमा छिरी बेलामा चाहिँ निउ गएको किन हुन्छ नि यताउता हुन्छ अनि यताउता 5 लाख जति ठिक पार्नु पऱ्यो घटीमा 5 लाखदेखि ठिक पार्यो भने 5-6 लाख रुपियाँ के हो त लास्टै बिजोग हुन्छ तिमी अस्ति अब नयाँ अब चाहिँ न्युङ्गो के अरे एउटा ल्याङ्ग्वेज क्लास सकेर अहिले त्यो भोकेसनल एउटा स्कुल भनौँ न अथवा सेनमनको टेक्निकल स्कुल सेनमन गएको भनौँ नभए टेक्निकल स्कुलमा छिर्यो चाहिँ कति लाख खर्च भयो अहिलेसम्म यो न्युङ्गो गएको भने ल्याङ्ग्वेज क्लास सकेर एउटा केटाले भन्छ कि साँच्ची के त्यो लास्ट हो कि हात्तीजिउ मान के हुन्छ नि हात्तीजिउ इचिमान गोसेन भनेपछि 8 लाख 5,000 हात्तीजिउ इचिमान गोसेन 8,10,500 10,500 त्यही हो त्यो त जहिले नि भनेको हुन्छ त हात्तीजिउ 1 वर्षको कि कति महिनाको त्यो 1 वर्षको थियो 1 वर्षको 1 वर्ष चाहिँ त्यति लाग्ने भएन त्यति लाग्यो अनि आफ्नो खर्च छुट्टै हो त्यो त 1 वर्षको कलेज फी मात्र हो कलेज फी मात्र रुम भाडा कति लाग्छ महिनामा एभरेजमा अहिले सस्तो रुम भाडा तिम्रो चाहिँ कति छ भरा मेरो त 24,000 मात्र 24,000 ग्यास कति छ ग्यास लगभग 5,000 जति भनौँ ग्यास 24,5 29 29 पानीको कति छ पानीको र यहाँ पानी र बिजुली बत्ती मिलाएर सस्तो हुन्छ लगभग 4,000 देखि 5,000 सम्म पुग्छ ल 5,000 राख्नु अलिक बढी राख्नु 29,5 34 भएन 34,000 त्यसले चाहिँ पुग्छ मोबाइलको फेरि लगभग मोबाइल तिम्रो त त्यो आइफोन लिएको छैन तिम्रो त्यो साधारण हो त्यसको चाहिँ कति हजार आइफोन लियो भने किस्ताबन्दी लियो भने 15,000 जति पर्छ तिम्रो चाहिँ कति 5-6,000 पर्छ कि 3,000 4,000 एकदम सस्तो खालको सिम लिएर 4,000 होइन 4,000 मिल्छ 34,4 38 भयो अनि जस्तै रुममा खानेपिने कति हुन्छ बाहिर खर्च खानेपिने बाहिरको छोटो रुममा बसेर लगाउँदा 25,000 जति खर्च हुन्छ 25,000 जति 25 भनेपछि तिम्रो 65,000 जति भयो ल 65,000 चाहिँ तिम्रो बाहिर रुममा खर्च हुन्छ लुगा फाटो ल 10,000 एक्स्ट्रा राखौँ 10,000 7,500 अनि गाको 7,000 होइन 70,500 भयो 70,500 7,000 गाको कता गयो अनि मन्थली कलेज फी कति जस्तै 70 देखि 80,000 भेट्छ लगभग 80 मान भनौँ न
80 मानलाई चाहिँ 80 12 8 12 भने त्यही हो 70,000 जति होइन 80 लाख 8 लाख भने 8 लाख भनेपछि तिम्रो त्यही हो 50,000ले तिम्रो चाहिँ अब कति हुन्छ 50,000 छ मानलाई चाहिँ लगभग 12,000 चाहिँ 60 भागा गरेपछि 65,000 जति भागा 12,000 गरेपछि चाहिँ लगभग 66,000 जति ल 70,000 70 75 कति भयो 1,40,000 जति भयो 1,35,000 पैदल अनि चाहिँ आफ्नो तलब छ फेरि एउटा काम गऱ्यो भने कति आउँछ अरे 1 लाख 1 लाख 1 लाख भनेपछि 1 लाख त गइको खोला अब 35,000 माइनस भइसक्यो त्यहाँ मैले सर कहाँदेखि ल्याउने अब अर्को काम गरे पनि आउने कति भन्दा ल अर्को काम एउटा त्यो ग्यास काम गऱ्यो भने यता चाहिँ ल 80 चाहिँ के लाग्छ लगभग 1 लाख चाहिँ होला अर्को ल ग्यास काम पायो भने गऱ्यो भने 80 लाख 80,000 भनेपछि 90 1 लाख राख्नु 1 लाख 2 लाखमा 1,35,000 माइनस गरेर कति आयो 65,000 65,000 बचाउनेको त्यति होइन त्यो त के त खाडीमा गएर मान्छे पनि कमाउँछ त जापान आएको भनेर मात्र भयो मात्रै भइरहेछ मात्रै हो रहेछ खाने पिने भइरहेछ यता घुमघाम भइरहेछ त्यति मात्र यति मात्रै हो केही छ त अनि मैले गाह्रो छ कति लाख लगानी गरेर 65,000 कमाउने अरे लगभग मैले आफूले मात्रै कमाएर यता राखेको थिएँ लगभग 15.5 लाख चाहिँ तपाईँलाई त्यो पनि लाग्यो अनि यो त फेरि अनि त्यो 1 लाख कमाउने त नर्मली 5-6 घन्टा काम गरेर हो अर्को यो एउटा क्यास काम गरेर पायो भने त गर्ने त तिमीले निन्द्रा छ भने छ ठिकै छ छैन भने छैन अनि पछि फेरि भिजा एप्लाई गर्नु त्यो तनाव फेरि जस्तै न्यु खानमा गयो भने अब म भर्खर छ अब लगभग 1 हप्ता पछि 10 दिनपछि म आफै भिजा एप्लाई गर्छु अब काम गरेर गऱ्यो भने पनि सुख छैन है सुख छैन कमाए पनि सुख छैन त्यो चाहिँ जब त्यो कमाउन त सकिन्छ तर निन्द्रा माया भएर सुत्न पाउँदैन निन्द्रा मारे पनि हुन्छ नि उता काम देखियो यताउता गयो निन्द्रा माया भएर पनि काम गर्न सकिन्छ त्यसले काम गर्न सकिन्छ तर त्यो काम गऱ्यो भने पनि बाइजस काम चाहिँ अब भिजा रिन्यू गर्दाखेरि चाहिँ अब त्यो न्यु खानमा देख्यो भने चाहिँ के हुन्छ अरे सिधै किकोको किकआउट हानिदिन्छ जापान किकआउट हानिदिन्छ जापानबाट ल तँलाई भिजा पाउँदैन त नेपाल फर्की तैँले धेरै काम गरिस् केटा हो 28 घन्टा काम गर भनेको तैँले म चाहिँ 60 घन्टा हानिस् महिनामा होइन घन्टा हप्तामा तर काम छैन म चाहिँ भन्ने खालको पनि हुन्छ होइन साँच्चीकै तर मेरो सोचमा चाहिँ होइन त्यो चाहिँ खाइकोमा पढ्ने मान्छेलाई त्यसले स्कोप धेरै खाइको मिन्स केयर गिभरिङ पढ्ने होइन केयर गिभरहरू चाहिँ स्कोप धेरै छ किनभने तिनीहरू चाहिँ हुन्छ नि यहाँको बुढाबाट चाहिँ केयर गर्छ नि त कुमारले आएकै हो त पहिले पनि देखेको छ अहिले पनि देखेको छ है भिजा मजाले दिउँछु भिजा र स्टुडेन्टहरूलाई के भन्न चाहन्छ त नयाँ जस्तै नेपालबाट कोही आयो भने के भन्नु सबभन्दा चाहिँ पहिला चाहिँ भाषा बनाउँदा हो त्यो काम जतिमा आउँछ काम पाए पनि अब तिनीहरूले चाहिँ टेन्सहरू हुन्छ होइन ओनरहरू हुन्छ होइन त्यसमा चाहिँ के भन्छ तिनीहरूले चाहिँ खासमा त काम देखिने भनेको चाहिँ अब त मोबाइल बराबरै हुन्छ अनि के भन्छ त्यो जाहिर कारबार पनि हुन्छ होइन त्यसमा चाहिँ अब के भन्नु अब होइन नम्बरबाट पनि काम देखिन्छ होइन खासमा चाहिँ जाहिर कार चाहिँ नदिँदा राम्रो हुन्छ भनेर त्यही भन्छ नेपालमा आयो भने भाषा चाहिँ खतरा बनाउनु पर्यो धेरै कुरा सोचेर आउनु पर्यो साँच्चै तर चाहिँ हाक्केन हुन्छ नि यस्तो हाक्केनहरू पनि काम चाहिँ मिलाइदिने हुन्छ मिलाइदिने कम्पनीहरू हुन्छन् होइन मिलाइदिने हुन्छ तर त्यो चाहिँ अलिकति केयरफुल गर्नुपर्छ विश्वास लाग्दैन त्यो है साँच्चै मलाई विश्वास लाग्दैन हाक्केन हुन्छ साँच्चै किन चाहिँ अब दुइटा काम गरेर नै काम देख्दैन भन्छ भोलिपछि भिजा कौसिन भिजा रिन्यू गरेर चाहिँ काम देख्ने चान्सेस चाहिँ हाई हुन्छ भन्ने कुरो हाक्केन भनेको चाहिँ नेपाली नै हुन्छ हाक्केन भनेको दलाल कम्पनी हो एजेन्ट कम्पनी हो हाक्केन मिन्स अब जापानको एजेन्ट कम्पनी हुन्छ त्यसले चाहिँ अब नयाँ नयाँ स्टुडेन्टहरूलाई आउनेहरूलाई काम मिलाउने काम गर्छ देखाउने काम मिलाइदियो ठिकै हो नदेखाउने काम चाहिँ अब ह्यान्ड क्यास हुन्छ ह्यान्ड क्यास नदेखाउने काम चाहिँ त्यो बेला चाहिँ हल्का चाहिँ केयरफुल चाहिँ केयरफुल हुनु पऱ्यो होइन साँच्चै अरू चाहिँ ठिकै छ के भन्दा ठिक छ
अन्त रुम पार्टनरको बारेमा भन्छ नि रुम पार्टनर कस्तो ल आज यति ल सक्यौँ त भोलि पर्सि कुरा गरौँ ल ल